जिउले भन्दा झोर गाइदिएर आज मैले ललितपुर एरियामा नेवारी फुड र भियतनामी साइडमिस ट्राई गरेको छु। ललितपुर फुड हन्ट भनेर सुरु गरेको यो ब्लग कतिवटा ठाउँमा गएँ त्यो हेर्नका लागि भिडियो अन्तिमसम्म हेर्नु होला। भिडियो ढिलो नगरिकन सुरु गरौँ। हेलो गाइज एन्ड नमस्ते, वेलकम टु माई अनदर ब्लग। आज चाहिँ म ललितपुर फुड हन्टको भिडियो लिएर आएको छु। आज चाहिँ मलाई लामा दाइले यस्तो ठाउँमा ल्याउनु भएको छ। अहिले म पिन्छे भन्ने ठाउँमा छु। त्यो चाहिँ 30 वर्ष पुरानो नेवारी पसलमा लिएर आउनु भएको छ। एकदम गल्ली गल्ली रहेको छ। यताबाट गयो भने बालकुमारी, यताबाट गयो भने कता जान्छ थाहा छैन, यताबाट गयो भने चाहिँ उता पाटन दरबार स्क्वायरतिर जान्छ। आज चाहिँ मलाई यो मायाकाची नेवा भुतु भन्ने ठाउँमा लिएर जानुभएको छ। यो चाहिँ 30 वर्ष पुरानो नेवारी खाजा पाइने ठाउँ हो अरे। सो गाइज लेट्स गो एन्ड चेक इट आउट। कस्तो छ नेवारी फुड अनि कस्तो टेस्ट हुन्छ। 30 वर्ष पुरानो भने चाहिँ अभियसली मिठो हुन्छ। ल तपाईँहरूलाई पनि अथेन्टिक नेवारी फुड देखाउन गइरहेको छु। लेट्स गो। ओहो, यहाँ त कति धेरै आइटमहरू रहेछ यार। आमामामा, आज चाहिँ नेवारी फुड खाना एकदमै मजा आउँछ। यो लामा दाइले चाहिँ मलाई सही ठाउँ ल्याउनु भएको जस्तो लागिरहेको छ। 30 वर्ष पुरानो मायाकाजी भुतु भन्ने ठाउँ। ओके, नमस्ते अङ्कल, नमस्ते नमस्ते। नमस्ते अङ्कल भन्नु कि बाजे भन्नु कि के भन्नु? ठिक छ। यो बाजेले यो पसल खोल्नुभएको कति भयो? यो नेवारी खाजा खोल्नुभएको कति भयो हजुरले? आज त भयो होला, आज त 30 वर्ष हुन लाग्यो। 30 वर्ष हुन लागिसक्यो है। हजुर। कतिवटा आइटमहरू होला तपाईँले बनाउने यो नेवारी फुडहरूमा हजुरहरूको? बनाउने त यति हो, सुक्ती मात्रै त्यहाँ राख्ने हो। सबै बनाउने त्यही हो, हाम्रो छोराले बनाउँछ। ए ओके, म त्यसै मात्रै बस्छ। ए अनि यो नेवारी पसल खोल्छु भनेर आइडिया हजुरलाई कसरी आयो? आइडिया कसरी आयो भने त्यसै हाम्रो पहिला त प्लास्टरको काम गर्ने मान्छे हो। हजुर। त्यो बेला अलि पसले थाप्नु भनेर पसले थापेर अलि काम गरेर काम चलाएको थियो। त्यही त 30 वर्षसम्म चलाउनु भयो। पहिलाको र अहिलेकोमा के फरक पाइराख्नु भएको छ? अलि फरक जस्तो लाग्यो। पहिलाको त त्यस्तै भन्नु पऱ्यो। अब त्यो धेरै भएर त्यो ठुलो भएर क्या हो, त्यहाँ पहिला टाउनमा यो चलेको छ। पहिला राखेको बेला अहिले कम जस्तो लाग्यो। ए अहिले कम, पहिला चाहिँ अलिकति चाहिँ भएको थियो, अहिले चाहिँ बस्नुहुन्न अहिले हजुर? हजुर तपाईँ अहिले त यहाँ पसलमा बस्नुहुन्न? अझ त मेरो रोगले बस्नु भनेर नहुनु भयो। ए हजुर, छोराले बस्नु। अहिले यता दाई बस्नु हुँदो रहेछ, दाई बस्नु हुँदो रहेछ। अब हामी नेवारी फुडहरू खान्छौँ। यहाँ चाहिँ धेरै आइटमहरू रहेछ दाइ। अब हामीलाई चाहिँ खाजा सेटहरू गरिदिनुहोस् न त है। हुन्छ। अच्छा। अहिले चाहिँ म नेवारी फुड पर्खिरहेको छु, खाजा सेट मगाएको छु। यो लामा दाइले चाहिँ यस्तो गल्ली गल्ली कसरी लिएर आउनुहुन्छ म आफै दङ्ग पर्छु। एकचोटि लामा दाइलाई पनि सोध्नु पऱ्यो कि यस्तो गल्ली चाहिँ कसरी थाहा हुन्छ। 30 वर्ष पुरानो अरे। मैले बाजेसँग पनि कुरा गरेँ, एकदम खुसी लाग्यो सुनेर पनि। पहिला दाइ पनि आउनुभयो। दाइ आउनु न, दाइले यहाँ यो ठाउँ छान्न लगाइरहेको छु यहाँ अलि मिठो मिठो। होइन दाइ, यो ठाउँ चाहिँ कसरी तपाईँले पत्ता लगाउनु भयो दाइ? यो अब यसो सर्च गर्दै जाँदाखेरि अब प्रायः जस्तो मान्छेले चाहिँ जहाँ जहाँ भाइरल हुन्छ त्यहीँ कुद्ने हो। अनि सर्च गर्दा 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 यसो हेरेको ठ्याक्कै भेटिहाल्यो। त्यही भएर चाहिँ गएर ट्राई गरिदिउँ न त भनेर चाहिँ त्यति एक्सप्लोर पनि भएर थियो ठाउँ। त्यही भनेर राम्रो एकदम पुरानो कुराहरू सुन्दा पनि पहिला चाहिँ एकदम भिड हुन्थ्यो अरे, अहिले अलिक कम भएको छ भन्दै हुन्थ्यो। सो गाइज तपाईँहरू पनि आएर चाखिदिनु होला। एकदमै बवाल होला जस्तो छ। हेर्दाखेरि फुडहरू चाहिँ टेस्ट गर्दाखेरि कस्तो हुन्छ थाहा छैन। यसको ब्याट छ नि यहाँ दाइ मसँग। एउटा झऱ्यो होइन, एउटा यहाँ यो चुम्बक हरायो भने त फेरि दाइले मलाई कुट्छन् होला यार। मेरो चाहिँ हरायो एउटा होइन। झन्डै म तर्सेर एकछिन हेरेर त ल ठिक छ। अहिले फुड आउँछ अनि फुडसँगै बसेर खाउँला। ओके दाइ। अब त्यो मेन यहाँको खाजा सेट अलिकति मगाएको छ भने त्यसपछि अरू एक दुईवटा आइटम छ। अनि मलाई पिम्बालतिर अरू ठाउँ कहाँ लिएर जानुहुन्छ? त्यो चाहिँ तिमीले लिएर जान्छ। त्यो चाहिँ तिमीले लिएर जाने हो क्या मलाई। ओके ढुक्क। मैले गल्ली गाली चाहिँ थाहा अब उसले अब अरू ठाउँहरू एक्सप्लोर गरेको छ अनि मलाई लिएर जाने भन्छ। अन्त लिएर जानुहुन्छ कि भनेर नि? अन्त पनि लिएर जान्छु तर अलिकति खोज्दै जाउँ न के छ होइन। यत्रो कति बजे छ? 4 बज्यो। हामी 6 बजीसम्म चाहिँ नभन्नु। ल गाइस स्टे ट्युन। अब खाजा आउँदैछ, हामी खाजा खान्छौँ। ओके ल।
गाइस हाम्रो चाहिँ खाजा सेट आइसकेको छ। खाजा सेट यो 300 रुपियाँ खाजा सेटको प्रोसन देखेर त म त यहाँ झन्डै ढल्न लागिसकेँ। थ्याङ्क यू लामा दाई, यस्तो ठाउँमा ल्याउनु भएको छ। सस्तो दुईजनालाई खाइ पनि नसक्ने खाजा सेट छ। लामा दाई औषधि लामा दाईको औषधि चाहिँ यो खैरो खालको छ्याङ खाँदै हुनुहुन्छ। यसमा चाहिँ यो खाजा सेटमा चाहिँ छोइला, आलु, चना, यो सुकुटी साँधेको, अनि यो अचार, अनि यो बाह्रा, अनि यो आलु तामा, यति थरीको जम्मा 300 रुपियाँ आएर गाइस। तपाईँलाई थ्याङ्क यू भन्नु कि यो नेवारी खाजा पसललाई थ्याङ्क यू भन्नु? मेन त नेवारी खाजा पसललाई थ्याङ्क यू। यति महँगोमा पनि चाहिँ खाजा यति धेरै खान पाएछ नि त। यो 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 चिसो हुन्छ यार, यो टेस्ट गरिहाल्यो। यो चिसो भयो भने मजा, सबै मिठा भने चाहिँ चिसोमा चाहिँ मजा हुन्न गाइस। यस जसले टेस्ट गर्छन्। अनि के मसला यो? जिरा, यो चाट मसला हो। चाट मसला चाट मसला क्या? यो चाहिँ यो के भरे हुन्छ थाहा छैन। कहिले काहीँ त बोसो भरे भन्छ यो चाहिँ बोन म्यारो नि भरे हुँदो रहेछ कि अब हुँदैन। जो पनि मिठो छ, एकदम मिठो छ। यो चाहिँ हामीले सबै मिठो खायौँ। खाजा सेटमा हेर्नु न, यहाँ सुकुटी साँधेको, छोइला आलु तामा, यो के भन्छ न भने यो अनि राख्छौ मखो ए टाउको के को भन्छ यो? मलाई पनि थाहा छैन दाइ। यो के को भन्छ यो? टिस्यो के को भन्छ यो? बोन म्यारो। ए बोन म्यारो लिएर बोन म्यारो। ए टिस्यो बोन म्यारो हो। ए यो पनि त बोन म्यारो हो। यो चाहिँ सुकेको, यो चाहिँ फुकेको। आई डोन्ट नो। सरी दाइ, बाह्र पनि यसो खाजा सेटमै हो। गाइस अनबिलिभेबल। अहिले त्यस्तो महँगाइको जमानामा यति धेरै दुईजनाले खाइस। दुईजनालाई त खायो भने पुग्छ। अलिक कम खानेलाई, एकजनालाई त अलिक बढी नै हुन्छ चाख्ने होला। नेवारी खाजा सकिन्छ। ल गाइस यो नेवारी खाजा चाहिँ 10/10। तपाईँलाई पनि खानु मन लाग्यो भने ललितपुर एरियामा हुनुहुन्छ भने पिन्चे टोलमा रहेको यो मायागाजी भुत्तु भनेर के हुन्छ थाहा? ओके, थाहा छैन, हामीलाई पनि थाहा छैन। तपाईँलाई थाहा छ भने कमेन्ट गर्नु होला। ल बाहिरको मान्छे थाहा हुन्छ, हामीलाई थाहा छैन। अनि अरू मान्छेले थाहा भइहाल्छ नि त। जस यहीँको मान्छे थाहा हुन्छ। भुत्तु भनेको भत्तु भयो क्या? त्यसो नभनौँ होइन। ए बाँकी नै रहेछ त यार। कम लाएर मैले खाएको छु। देउरी मात्र देखाएको छैन, गफ मात्र दिइरहेको। त्यही त यो टिस्यु के भन्छ? टिस्यु बोन म्यारो यो सुकाएर बनाएको यो खाउँ त ल, यो खाउँ। बाइक चलाउनु पर्छ त। मेरो झन् म्याराथन छ। यो खाएपछि म्याराथन हुन्छ। यो खाएपछि कता भोलि बिहान कहाँ? यो त लास्ट मिठो हुन्छ नि। म्याराथन क्या? यो खाएपछि जहिले पनि म्याराथन हान्छ फेरि। अहिले होटेलमा झन् टमाना पुग्छ फेरि। कौन है ये लोग? कहाँ से आते हैं? तपाईँ पुग्नुहुन्छ, म त पुग्दिनँ। होइन खायो भने पो भने त। अहिले जहाँसुकै पुगौँ। अहिले चाहिँ हामी अर्को खाना खाने ठाउँमा पुग्छौँ है। खाजा खाने ठाउँमा दिमाग खराब हो जाएगा। मैं माँ सोटी अर्को ठाउँ जाउँ ल। सो अब अर्को डेस्टिनेसन जान्छौँ हामी ललितपुर एरियाकै। सो ल त्यहाँ गएर हामी भेट्छौँ। स्टे ट्युन। वेलकम ब्याक अनदर डेस्टिनेसन। दाइला आज मैले भियतनामी चाइनिज खुवाउनको लागि ब्यान्मी लाइफमा ल्याइसकेको छु। अब हामी भियतनामी चाइनिज खान गइरहेका छौँ। सो गाइस यो चाहिँ ठ्याक्कै पिम्बालको नजिकै रहेको छ। तपाईँ गुगल म्याप हेरेर पनि आउन सक्नुहुन्छ। लेट्स गो। अब चाइनिज कसरी बनाउँछन् त्यो तपाईँहरूलाई देखाउन गइरहेको छु। यहाँ चाहिँ मैले पहिला पनि आएर रिल बनाइसकेको छु, त्यो गएर टिकटकमा गएर हेर्न सक्नुहुनेछ। लामा दाई तपाईँले भियतनामी चाइनिज ब्यान्मी खानु भएको छ कि छैन? छैन। त्यसो भए आज तपाईँलाई म खुवाउन गइरहेको छु। लेट्स गो। अब भियतनामी चाइनिज खान गइरहेछौँ हामी दुईजना बसेर। यो ह्याट लाउँदा मलाई कस्तो देखिरहेछ त्यो पनि कमेन्ट गरिदिनु होला। मलाई कुन चाहिँ चाइनिज खाने, कुन चाहिँ रिकमेन्ड गर्छ मलाई?
कुन चाहिँ मिठो छ त्यही गर्ने हो कुन चाहिँ बवाल दामी कुन चाहिँ बवाल दामी बनाइदेऊ भनेपछि एउटा मात्रै बनाइदेऊ हाम्रो पेट पुग्छ सो लेट्स गो ल लेट्स गो भित्रै बजार लेट्स गो भन्नुहुन्छ यस्तो मान्छे जहाँ हँसाउँछ यो ह्याट लाउँदा कस्तो तिमी देखिरहेको छ CR7 हो र भन्छु तिमी शिवु भन नि त अनि तिमी गीत गाऊ न त्यो शिवुले गाएको क्या ए सी यु अगेन भने लङ डे गरेर त्यसपछि के भन्छ म त एक्टिङमा छु CR7 को Come along day, every day. शिवुले भन्दा जोर गाइदिरहेको यस्तो यो ह्याट लाउँदा तपाईँलाई कस्तो देखिन्छ मलाई म यो ह्याट लाउँछु केटा हो होइन यो कस्तो देखिन्छ दाइलाई ह्याट लाउँदा कस्तो देखिन्छ त हप्सी चाइनिज भएको जस्तो देख्छ होला ओए तपाईँलाई त ठ्याक्कै भाई साहब कुछ ज्यादा नहीं हो गया ये? भोडे चाइनिज हो क्या कम्फु मास्टर ए ल अहिले चाहिँ अब स्यान्डविच बनाउन गइरहेछ नि टक्क ग्लोभ्स लगाएर च्याट्टसँगले हामी स्यान्डविच खान्छौँ त्यसपछि कस्तो रहेछ भनेर लामा दाइले यहाँको त स्यान्डविच मलाई एकदम मिठो लाग्छ कस्तो रहेछ हेर्छु अघि नेवारी खाजा तिमीलाई खुवाइदिएँ त्यसपछि अब त्यसपछि के खाने लु भन्नु मैले त्यसपछि भयो म फुल छु अघिदेखि थकाली होइन होइन लास्ट एउटा चिया खाउँ न चिया पानी पनि जीवन खाउँला पानी पनि त नखाउँ होइन चिया खाउँ चिया खाउँला चिया खाएर भ्लग इन गर्छौँ ल चाइनिज भएको कालो मान्छे चाइनिज हुँदा कस्तो देख्छ? त्यो भनेको भेटनामको फार्मतिर बसेर म त काम भियतनामी गर्ने जस्तो देख्छु होला अनि मेरो होइन, अनुहार भियतनाम जस्तो यो 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 भेटनामको उसमा फार्मतिर काम गर्ने बेलामा टक्क लगाएर घाम छेक्ने म हो त क्या। भियतनामी जस्तै देखिरह होला भियतनामी खेतमा काम गर्ने जस्तै देखिरह होला त्यसो ठिक छ त्यसो त्यसो त्यही नभनौँ दाइ ले। त खेतमा काम गर्ने मान्छे नि राम्रै हुन्छ नि दाइ कस्तो त्यो राम्रो छैन त म तपाईँ त हेर्छ हुनुहुन्छ नि दाइ तपाईँलाई त पत्याउँदैन नि यो खेतमा काम गर्नु तिम्रो कुरा सुन्यो भने त गफ द्या जस्तो लाग्छ मलाई त त्यसो नभनौँ न दाइ त्यसो नभनौँ तर तर पिम्बालमा यो ठाउँ त कतिपय पिम्बालै होइन? पिम्बालै भन्छ बहिनी यो पिम्बालै भन्छ है यो यो पिम्बालको यो त्यो अगाडि पिम्बाल भयो अनि यहाँ ट्याक्क यहाँ यहाँ चाहिँ पार्किङ त्यहाँ पार्किङ पार्किङ पनि छ। अनि यहाँ त्यहाँ हेर नि आहा खै कडासँगले बनाइरहेछ यार बहिनीले ए ठिकै रहेछ त सुन लायो अब 160 खाने ओके ठीक है, केही छैन केही सुन छैन तुमको हम टोपी लगा देंगे मैंने इसको टोपी लगा दिया यो कलर चाहिँ अलि म्याचिङ भएन कि यो हरियो कलर कस्तो रातो चाहिने होला दिमाग खराब हो जाएगा मैं माँ तो चाहिने होला रातो होइन क्या त्यो म्याचिङ भएन मेरो ल हाम्रो चाहिँ यो स्यान्डविच आइसकेको छ एकदम टिम टिम देखिरहेको छ आम्मामामा पुरै लोडेड होइन यो यो पनि मिसानी हुन्छ यो चाहिँ हालेरै खाने हो दाइ हो र? यो स्यान्डविच त मैले भन्दा नि दाइलाई सुरुमा खुवाउनुपर्छ सो गाइस आउनुहोस् दाइ यहाँ खानुहोस् त्यहाँ पछाडि नबस्नुहोस् अगाडि आउनुहोस् यो हेर्नुहोस् पहिला ए हेर्दा तपाईँलाई कस्तो लागिरहेछ हेर्दै खाउँ 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 लागिरह अब खाउँ है म त बस्छु खाम माल देखिरहेको छ पुरै होइन ल यो सस सस त ओ माई गड यो छ नि दाइ यो आफ्नै फार्मबाट फलेको यो भेजिसहरू हो क्या दाइ यो विभूषण दाइको फार्म छ उता त्यहाँनिर यो ललितपुरमा त्यहीँबाट आउँछ क्या यो भेजहरू क्या सबै फार्म आछु मा फ्रेन्ड होइन नि दाइ कहाँ आएको फ्रेन्ड ल यो कस्तो रहेछ टेस्ट रिभ्यू हान्नु यहाँको मलाई चाहिँ एकदमै मिठो लाग्छ यो चाहिँ के हो भन्नु न स्यान्डविच स्यान्डविच कुन स्यान्डविच के थाहा अब खान पाए पुग्यो मलाई स्यान्डविच यो चाहिँ स्यान्डविच पोर्क बिबीको होइन कुन स्यान्डविच हो त्यही होइन हामीलाई थाहा रहेन नि किन होइन। सोध्छ मलाई थाहा न त किन नहुनु ल यो खाइदिउँ ल झ्याप्प लाएर धेरै cheers गएर ल। ल मान्छे यहाँ खानलाई अघि त्यत्रो खाएर आएको ओहो झरेर यार
यो अझै हालेर खानु मिठो हुन्छ त लाग्दैन भियतनामी चाइनिज चाहिँ स्वाद त भियतनामै जस्तो रहेछ मिठो कि नमिठो पहिला भन्नु नमिठो भने मुला भ्यास्तै आउला यो बिरको अलि उयो भएछ मुला माल खान्छ माल म यो है केटा आफ्नो यो खानु त मलाई निन्द्रा लाग्दैन नि क्याफिन हुन्छ ए तिमीलाई जे खायो नि कफी खायो नि नलाग्ने गाजा खानुपर्छ भाई साहब कुछ ज्यादा नहीं हो गया ये? मतलब कुछ भी यहाँ तपाईँलाई आउनु ल कस्तो रहेछ रेडबुल मलाई यहाँको स्यान्डविच चाहिँ एकदम मनपर्छ एकदम फ्रेस टक्क मजाको माइनेस सस हाल्यो डिस्टर्ब भयो अहिले डिस्टर्ब भयो डिस्टर्ब गरे मलाई म एकबाट हाल्नु उसले चिनाउनु थाल्छ क्या त्यत्रो नेवारी हालेर पनि गम दिइरहेको देख्नुभयो होला त्यसो अघि खाना आएको अहिले फेरि खाना लाग्दैछौँ सो खाइरहेको छौँ क्या सक्नु लाग्यो त तपाईँहरूलाई पनि अलिकति सिप हान्नु मैले यो टेस्टै गरेर खाएँ मिठो रहेछ यहाँ त अहिले कति गरे रेडबुल बहिनी यो 160 ठिकै रहेछ त है पहिला रेडबुल त अझै महँगो पर्थ्यो त्यो अर्कै होइन यो अर्कै कम्पनी हो क्या दाइ हो त्यो ब्लूवालाको कम्पनी होइन नि त यो है ए बोटल चाहिँ त्यस्तो रहेछ यो बहिनी खाँदैन होला के थाहा यो रेडबुल खानु पनि हुँदैन क्या धेरै के हुन्छ दिनको दिन खानु हुँदैन क्या इन्डियातिर त रेडबुलमा कोक हालेर पुरा सानसँग खान्छ रेडबुल त्यसरी कसले रेडबुल खाएर हिँड्यो भने हिरो रे कसले भन्यो त्यहाँ भिडियोहरू हेर्दैन यहाँ पानी हालेर रेडबुलको बट्टा हाल्दै लगायत हामीले यहाँ स्यान्डविच पनि खाइसक्यौँ टेस्ट पनि मिठो छ कस्तो लाग्यो दाइ तपाईँलाई अनेस्टली रिकमेन्ड गर्नुहुन्छ नि एकदम गफ गफ दिमाग खराब हो जाएगा मैं माँ बम्मा बहन पे आ जाऊंगा मैं इनकी तपाईँहरूलाई खानु मन लाग्ने पिम्बाल नजिकै छ यो बान्मेलाई गुगल म्यापमा हेरेर पनि आउनु सक्नुहुन्छ अब चाहिँ हामी चिया खानु जान्छौँ दाइ चिया खाने ठाउँ चाहिँ तपाईँ लानुहुन्छ कि मैले लगाउँ म त्यहाँ अब पाटन एरियामा खासै फुड एक्सप्लोर मैले पनि गरेँ होइन त्यही भएर अलिकति कन्फ्युजन छु म चाहिँ फेरि यो जात्रा बेला मात्र आउँछु मामा घर चाहिँ मेरो मङ्गलबजार लामा दाइलाई चिया खान जाउँ भनेको यही खान सकौँ भन्छन् गाई यस्तो दामी रेडबुल खाएर चाहिँ चिया खानु पर्छ लगायत हामी अब पिम्बालबाट अब घर जान्छौँ होला सो थ्याङ्क यू फर वाचिङ अब भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिनु होला अनि नयाँ हुन्छ भने सब्सक्राइब गरिदिनु होला अनि भिडियो कौन है ये लोग अर्को कुन टपिकमा बनाऊँ त्यो पनि कमेन्ट गरिदिनु होला थ्याङ्क यू फर वाचिङ गाइज